घर किन्दै हुनुहुन्छ, कस्तो ठाउँमा घर किन्दै नकिन्ने त? पहिलो, स्कुलको एकदमै नजिक। किन नकिन्ने त? किनकि एउटा नोइज हुन्छ र पिक आवरमा तपाईँको एकदमै म्याक्सिमम ट्राफिक हुन्छ, यहाँ चाहिँ शान्त चाहिँ हुँदैन। दोस्रो, मिल्क बारको नजिक। मिल्क बारको नजिक किन नकिन्ने त भन्दा एउटा यहाँ नोइज हुन्छ। दोस्रो, यो भन्न नहुने कुरा हो तर मैले भन्दैछु, कतिपय मिल्क बारमा चाहिँ इलिगल सामान पनि बेच्छन् भन्ने कुराहरू हुन्छ, त्यही कारणले गर्दा यहाँ चाहिँ सेफ्टीको हिसाबले नकिन्नु भन्छु है। तेस्रो, 60 किलोमिटर पर आवरको बाटोभन्दा माथिको बाटोमा अथवा हाइवेमा चाहिँ फेस गरेको घरहरू नकिन्नु, किनकि यहाँ एउटा डस्ट, नोइज, अर्को सेफ्टीको हिसाबले पनि यहाँ चाहिँ इस्यु हुनसक्छ। र चौथो, इन्डस्ट्रियल एरियाको एकदमै नजिक। यहाँ चाहिँ किन भन्दा एउटा नोइज हुन्छ, अर्को एयर पोल्युसन पनि यहाँ अलि बढी हुन्छ। ठाउँमा फ्लड जोनमा पनि घर नकिन्नु होला, किनकि यहाँ एउटा इन्सुरेन्स एकदमै हाई हुन्छ, अर्को ब्याङ्कले तपाईँलाई लोन दिन पनि हिचकिचाहट गर्न सक्छ। हाई भोल्टेज लाइनको अगाडि अथवा एकदमै नजिक। धेरै जस्तो मान्छेहरूले हाई भोल्टेज लाइन भएको ठाउँमा चाहिँ घर किन्न खोज्दैनन्, एउटा सेफ्टी इस्यु हुन्छ भनेर। तर एक्ज्याक्टली के हुन्छ मलाई चाहिँ थाहा छैन। यहाँको घर बेच्नको लागि चाहिँ एकदमै ठुलो इस्यु हुनसक्छ पछि गएर, त्यस कारणले हाई भोल्टेज लाइनको अगाडि चाहिँ नकिन्नु होला। मैले अर्को पार्ट पनि लिएर आउनेछु, त्यसको लागि चाहिँ मलाई फलो गर्नु होला। यदि यो भिडियो मन पर्यो भने चाहिँ एकचोटि लाइक पनि दबाइदिनु होला। र तपाईँलाई कुनै पनि किसिमको मर्गेज सम्बन्धी हेल्प चाहिएको छ भने यो दिएको नम्बरमा सम्पर्क गर्नु होला। थ्याङ्क यू सो मच।